ल, नेपालका डाँडाकाँडाको कुरा गर्दा त्यहाँ ढुङ्गा मात्रै का हुन्छन् र होइन, हरेक ढुङ्गासँगै कथाहरू पनि जोडिएका हुन्छन्। अनि आज हामी यस्तै एउटा अनौठो रहस्यमय प्रेम कथाको बारेमा कुरा गर्न जाँदैछौँ। कथा जन्ती ढुङ्गाको। काठमाडौँबाट केही घण्टा मात्रै पर काभ्रे पलाञ्चोकको बासटोलमा एउटा यस्तो दृश्य छ जसले जो कोहीलाई पनि एकछिन सोच्न बाध्य बनाउँछ। हेर्दा ठ्याक्कै डाँडा उक्लदै गरेको जन्ती जस्तो देखिने यी ढुङ्गाहरू आखिर यहाँ कसरी आइपुगे? हो, यही प्रश्नको उत्तर एउटा पुरानो एकदमै रोचक प्रेम कथामा लुकेको छ। अब कुरा गरौँ जन्ती ढुङ्गाको रहस्यको। बासटोलको चामखर डाँडाको काखमा करिब 20-25 वटा ढुङ्गाहरू यस्तो तरिकाले लस्करी छन् मानौ कुनै बिहाको जन्तीलाई समयले ठिक त्यही ठाउँमा आएर फ्रिज गरिदिएको होस्। यो दृश्य देख्ने बित्तिकै मनमा अनेकौं प्रश्नहरू उब्जिहाल्छन्। अचम्मको कुरा के छ भने राजधानीबाट जम्मा 1 घण्टाको बाटोमा यस्तो ठाउँ छ, तर पनि धेरैलाई थाहा छैन। यहाँ रुरल टुरिज्मको एकदमै ठूलो सम्भावना छ। तर सोच्नुस् त, यी ढुङ्गाहरूलाई जीवन्त बनाउने त्यो कथा बिना यो ठाउँ सायद ढुङ्गाहरूको एउटा थुप्रो मात्रै हुन्थ्यो होला। अब हरेक कथामा पात्रहरू त हुन्छन् नै, र यो कथाका मुख्य पात्र हुन् नारायण र पञ्चकन्या। उनीहरूकै प्रेमले गर्दा नै यी निर्जीव ढुङ्गाहरूले एउटा अमर पहिचान पाएका छन्। कथा यसरी सुरु हुन्छ। बेथानचोक डाँडाका नारायणले बासडोलमा पञ्चकन्यालाई देखे र पहिलो नजरमै उनको सुन्दरता देखेर उनी मोहित भए। तर यहाँ एउटा समस्या थियो। पञ्चकन्याले आफ्ना बाबुआमासँग जीवनभर बिहे नगर्ने वाचा गरेकी थिइन्। हो, यही वाचाले गर्दा यो प्रेम कथा सुरुमै एकदमै जटिल मोडमा पुग्यो। तर नारायणले हार मानेनन्। उनी लगभग दिनदिनै बेथानचोकबाट बासटोल आउँथे अनि पञ्चकन्यालाई विवाहको लागि फकाउने प्रयास गर्थे। तर पञ्चकन्या आफ्नो वाचामा एकदमै अडिग थिइन्। यो आउने जाने र फकाउने सिलसिला महिनौसम्म चलिरह्यो। महिनौको त्यो प्रतीक्षा र लगातारको प्रयासपछि कथाले एउटा यस्तो मोड लियो जहाँ प्रेमको परीक्षा एउटा अनौठो, लगभग असम्भव शर्तमा आएर अड्कियो। नारायणको यस्तो लगनशीलता देखेर आखिरमा पञ्चकन्याको मन पग्लियो। तर उनले एउटा यस्तो शर्त राखिन् नि जुन सुन्दा नै असम्भव लाग्थ्यो। उनले भनिन्, ल, म विजय गर्न त गर्छु, तर जन्ती ठिक मध्यरातमा आइपुग्नुपर्छ अनि बिहानको पहिलो भाले बाँच्नुभन्दा अगाडि नै हामीले यो डाँडा छोडिसक्नुपर्छ। हो, यही शर्त नै यो कथाको सबैभन्दा महत्त्वपूर्ण मोड बन्न पुग्यो। तर बिहेको लागि वचन दिएपछि पञ्चकन्यालाई आफ्नो प्रतिज्ञा तोडेकोमा साह्रै पछुतो भयो। अब यो विवाह जसरी पनि रोक्नु पर्यो भनेर उनी डाँडाको एउटा गुफामा बस्ने रहस्यमय वन झाँक्रीकोमा पुगिन्। अनि ती झाँक्रीले उनलाई एउटा अनौठो उपाय सुझाए। अनि यसरी त्यो रातको तयारी सुरु भयो। एकातिर झाँक्री आफ्नो गुफामा तन्त्रमन्त्र गर्दै थिए, अर्कोतिर पञ्चकन्या चाहिँ झाँक्रीले भने जस्तै घुम्टो ओढेर दुलहीको भेषमा तयार हुँदै थिइन्। दुवैको उद्देश्य एउटै थियो, यो विवाह जसरी भए पनि रोक्नु। उता नारायणलाई त केही थाहा थिएन। उनी आफ्नो 50 जनाको जन्ती लिएर मध्यरातमा बेथानचोकबाट हिँडे। उनीहरूले खोपासी, पनौती, कुशादेवी र देउराली हुँदै त्यो अँध्यारो रातमा चामखर डाँडाको फेदीसम्मको यात्रा गरे। सबैको मनमा छुट्टै उत्साह र हतारो थियो। घण्टौंको हिँडाइपछि जन्ती आफ्नो डेस्टिनेसनको एकदमै नजिक पुगिसकेको थियो। समयको सीमा सकिनै लागेको थियो र उनीहरूको हरेक पाइलामा हतारो र आशा दुवै थियो कि उनीहरू समयमै पुग्लन् त। तर उनीहरू डाँडाको टुप्पोमा पुग्नुभन्दा ठिक अगाडि, समय हुनुभन्दा पहिले नै एउटा रातो भाले जोर-जोरले बास्यो। कुकुरे का! त्यो अप्रत्याशित आवाजले रातको सन्नाटालाई चिर्दै सबैलाई स्तब्ध बनाइदियो। भाले बास्ने बित्तिकै पञ्चकन्याले राखेको त्यो कठिन शर्त भङ्ग भयो। त्यो एउटै आवाजले नारायणको सबै सपना र आशाहरूलाई चकनाचुर पारिदियो। जब वाचा टुट्छ त्यसको परिणाम एकदमै दुःखद हुन्छ। त्यो एउटै भालेको डाँकोले एउटा सुन्दर प्रेम कथालाई कसरी एउटा त्रास्तीमा बदल्यो, अब त्यसको कथा सुनौ। आफ्नो वाचा पूरा गर्न नसकेकोमा नारायणलाई यति धेरै दुःख र लाज भयो कि उनले आफ्नो पुरै जन्तीलाई जो जहाँ थियो त्यही ढुङ्गा बनाइदिए र आफू चाहिँ त्यहाँबाट बेपत्ता भए। आज पनि त्यहाँ जाँदा ती ढुङ्गाहरू, झाँक्री बसेको त्यो गुफा र दुलहीको भेषमा पञ्चकन्याको मन्दिरले यो कथालाई साँच्चीकै जीवन्त बनाएर राखेका छन्।
तर यो किम्वदन्ती विगतको कथा मात्रै होइन, आजको दिनमा पनि यसले बासडोल क्षेत्रको पहिचान र भविष्यलाई आकार दिइरहेको छ। आउनुहोस् हेरौं कसरी। अहिले सोसल मिडिया र युट्युबको कारणले यो कथाले निकै चर्चा पाएको छ र धेरै मानिसहरू हाइकिङ गर्न र दिन बिताउन यहाँ आउन थालेका छन्। भनौं न, यो ठाउँ एउटा लोकप्रिय पर्यटकीय स्थल बन्दैछ। तर मान्छेहरू आउन थालेपछि चुनौतीहरू पनि देखिन थालेका छन्। बस्नको लागि राम्रो होटल छैन, गाडी राख्ने ठाउँको टुङ्गो छैन, अनि सबैभन्दा ठूलो कुरा, लोकल गाइडहरू नहुँदा के हुन्छ भन्दा धेरैजसो मान्छेहरू ढुङ्गा मात्र हेर्छन् अनि फर्किन्छन्। त्यो कथासँग जोडिएको खास ठाउँ, त्यो गुफा, त्यो मन्दिर, त्यहाँसम्म त पुग्दैनन्। अनि यसले एउटा एकदमै महत्त्वपूर्ण प्रश्न खडा गर्छ, अब अगाडि के गर्ने त? सोच्नुहोस् त, यदि जन्ती ढुङ्गा, झाँक्री गुफा र पञ्चकन्या थान यी सबैलाई जोडेर एउटा गुरु योजना बनाउन सकियो भने बासडोल साँच्चीकै एउटा नमुना पर्यटकीय गन्तव्य बन्न सक्छ। प्रश्न यही हो कि के हामी यो किंवदन्तीलाई जीवित राख्दै भविष्यको लागि एउटा अविस्मरणीय अनुभव सृजना गर्न सक्छौं? यसको उत्तरले नै बासडोलको भविष्य कस्तो हुन्छ भन्ने कुरा निर्धारण गर्नेछ।